I don't like super bike, bro. भाई साहब कुछ ज्यादा नहीं हो गया ये? हल्का यो राख्दैन हुन्छ हैन अन्त नि हैन स्पोर्ट्स बाइक लड जाम अब आज सो हल्का म यता आएको छु केटाहरु कफी किन्न गएको छन् र भिडियोलाई अगाडि बढाउन एउटा प्लेटफर्मको बारेमा भन्न गइरहेको छु जसमा तपाईले लाइभ फुटबल म्याच क्रिकेट म्याच भलिबल म्याचहरु चाहिँ लाइभ हेर्न सक्नुहुन्छ गेम अनि फ्रीमा पनि हेर्न सक्नुहुन्छ अनि यसको न्यूज पनि सबभन्दा अगाडिको अपडेट पाउन सक्नुहुन्छ त्यो भएको कारणले चाहिँ कमेन्ट पिनमा दिएको नाम गुगलमा गएर सर्च गर्नुभयो भने चाहिँ अनि मेरो स्क्रिनमा दिएको नाम पनि युज गर्नुभयो भने तपाईले टन्न गिफ्ट हेम्पर पाउन सक्नुहुन्छ सो डु चेक इट आउट सो त्यही हो इन्जोय द भिडियो मैले त्यो बाइक चलाउन मन लाग्ने यही चलाउन मन लाग्यो मलाई भँ पारै ध्यान फेरि यसको यो साउन्ड चाहिँ एकदम मनपर्छ होइन तर अब बाइकै खासै मलाई चाहिँ त्यस्तो खै किन मजाले अर्कै उसमा हुर्केर होला सायद केटाहरू फेरि स्पोर्ट्स फेरि डेन्जर मनपर्छ केटाहरूलाई मलाई अब यो लिन्छस् कि अफ्रिका ट्विन लिन्छस् भने सिधै अफ्रिका ट्विन हो एङ्गल मिलेको मिलेन कुनै यो त मेरो फर्स्ट टाइम हो यो बाइकमा फेरि यार चलाउनै नआस्तो हुन्छ त यार हामी चाहिँ हाम्रोतिर एमडीको फुल लिएर आइपुग्यौँ अफरोड आयो भने चाहिँ यो बाइकमा चाहिँ हुने क्या फेरि यार हेलो लगाइ चिया खाइयो म राइड हान्छु यहाँ पानी परे जस्तो देखिन्थ्यो त सानो बाइक मलाई चलाउन अल्छी लाग्यो अब म ठुलो बाइक चलाउँछु टायरमा केही छैन डर लाउने यार कुदाउने नि होइन टक्लु भयो टायर अगाडि हाल न अगाडि चलाउने यो बाइक लौ चलाऊ ल चलाऊ तिमीले लाउ न दुइटै ल तिम्रो गर्लफ्रेन्ड छ कि छैन छैन ग खान्छौ तिमी हौडा रहेछौ तिम्रो छैन छ दुईटा छ र यिनको त झन् यो भाइले भनेको मलाई ल चढाउ खुट्टा पुग्छ चलाउनलाई ल चढ न एकचोटि भे आमा दोष खिच्दियो त आमा भारी भारी आमा आँसु आउँछ यार रिङबाट आँसु हुनुहुन्छ के हो ह्यान्डल भाङ्गी हो कि यो रे यो बाइक चाहिँ मैले कता कता सुनेको चाहिँ यो रोड लिगल छैन रे अहिले चाहिँ खासमा भन्नुपर्दा किनकि ओभर पावर भरेको 600 सीसीको स्पोर्ट बाइक सेगमेन्टको चाहिँ एकदम हाई पावर भएको कारण चाहिँ अनि अहिले यो ट्र्याक बाइकमा मात्रै गनिन्छ भन्ने भन्दै गरेर केटाहरूले के हो कुनी अब तपाईँलाई थाहा छ कमेन्ट गर्न भुल्नु होला म चाहिँ कुदायो मजा आयो मजा तर यो एकछिन यो स्पोर्ट्स बाइकहरू चाहिँ मलाई मन नपर्ने चाहिँ होइन मन पर्छ कतिजनाले दाइ सुपर बाइक स्पोर्ट्स बाइक भन्नुभएको थियो नि त त्यही हो अनि यो ब्लू कलर र व्हाइट कलरको कम्बिनेसन चाहिँ मलाई बबाल मनपर्छ यामाहाको कलर त मेरो अलवेज फेभरेट हो कि तर पानी पर्ला जस्तो पो गरेर त गाइस यार आमा हात र घाँटी दुखेर हात दुखेर आइरहनु फेरि फिल चाहिँ डेन्जर मजाले यार मुटुमै हान्छ यार साउन्डले माथितिर जाने हो र माथितिर जाने हो र बाटो राम्रो छैन नजाऊ जाऊ हुन्छ जाऊँ न भिडियो खिचिदेऊ त मेरो यसो टाच्छ टुच्छ
देखिरहेको छ बवाल देखिरहेछ पछाडिबाट हेर्दा त आम्मा म एकछिन चलाइयो अनि सुरुमा चाहिँ त कुदाउने बेला त आमामामा एकमै हानेको त 100 खर्च गरे यार अनि त्यो बानी नभएर होला हात दुखिरहेको थियो पछि फेरि हल्का बानी हुँदै गयो त्यो एकछिनमा बानी पर्दिँदो रहेछ त्यो पोजिसन थाहा नभएर रहेछ अनि अर्को कुरा चाहिँ मलाई चाहिँ यो R6 को चाहिँ कलर भनेको चाहिँ मेरो फेभरेट ब्लू भनेको चाहिँ एकदम मनपर्छ मलाई एट्र्याक्टिभ लाग्छ होइन रेड ब्लूहरू होइन अनि सबैभन्दा त ब्लू नै मनपर्छ त्यो भएर मलाई यो मनपर्छ अझ व्हाइट मिक्स चाहिँ दामी लाग्यो अर्को भन्दा पारे अनि मैले राम्रोसँग पहिला S1000 RR चाहिँ चलाएको थिएँ मैले होइन त्यो BMW को त्यो चलाउने बेला चाहिँ अलि डराइ चलाएको थिएँ आज चाहिँ फ्री भएर चलाउनु पाउँदाखेरि चाहिँ बल्ल बुझियो क्या अनि त्यही हो अब यो बाइकको पावरलाई कन्ट्रोल गर्न सकेन भने त मान्छे सिधै मर्ने हो क्या सो त्यो भएको कारण चाहिँ यो अब जो तैँले किन्न पनि सक्दैन होला होइन अनि किनिहालेर अब ऋण तुन पारेर होइन एकदम सोक पुरा गर्न किनिहाल्यो भने पनि एकदम केयरफुल भएर चलाउनु पर्छ विदेशमा गएर बाइक एक्सिडेन्ट हुने भनेको कारण यही हो कि पावरफुल ओभर पावर छ कि ज्यानमारा बाइक त त्यतिकै भने होइन यसलाई यार हामीले त्यो डट बाइकहरूलाई के ज्यानमारा भन्छन् त गाउँतिर यार यो बाइकमा पावर त्यति हुन्छ कि अनि अब यो बाइकको 600मा यति पावर छ अफ्रिका ट्विनमा झन् कति पावर होला गेस गाइस त्यो अब युएस गएर किन्छु म अफ्रिका ट्विन के छ यार अफ्रिका ट्विन ए डटमा यार त्यो चाहिँ मेरो फेभरेट बाइक हो नि त टुरिङ बाइकको लागि अनि अब म टुरै गर्न हो मेरो खासियतको लागि पनि त्यही हो जस रमाइलो भयो जस साउन्ड सुन्ने त्यसको मिठो साउन्ड एक गियरमा 127 रिङ्गटै लाउँछ त यार धेरै नकुदा सातोको डेन्जर कुदिने नि अनि यसलाई खेलाउनु जानेन भने त ज्यान मारा बाइक हो यो त त्यही भएर आफ्नो हिसाबले टक्क कतिसम्म स्पिड लिमिट गर्न खोजिन्छ यो त सानो बम पायो भने यसो सस्पेन्सनले धान्दैन कि यसलाई पछि चाहिन्छ कि मैले एक्सपिरियन्स गरे अनुसार हाम्रो त अब एउटा स्पिड लिमिट हुन्छ एउटा उस हुन्छ नि त होइन डफाले थियो के छ मजा 127 योभन्दा बढी लान मन लागेन मलाई डर लाग्यो 2 इयरमा त नहानम भयो 2 इयरमा त नहानम गाडी नै गाडी रहेछ यो मलाई हेरेर चाहिँ तपाईँले नसिक्नुहोस् है मैले भिडियोमा गरेको भनेको कुराहरू चाहिँ केही नसिक्नु गाइस जस्ट इन्टरटेनको लागि मात्रै हेर्नुहोस् भरे गएर फेरि आमा रिदाले गएर यहाँ बाइक किन्न लाग्यो घरमा 50 लाखको बाइक किन्न लाग्यो भन्दाखेरि ड्रिम राख्ने आफ्नो ठाउँमा छ आफै कमाउने आफै स्टेबल हुन सिक्यो भने चाहिँ आफैले किनेर आफैले चलाउन मिल्यो बाबाआमालाई चाहिँ यो रिक्वेस्ट चाहिँ नगर्नु होइन हुन त बाबाआमासँग 6 अरब सम्पत्ति छ होइन भनेपछि त अब भन्न मिल्यो बाबाआमालाई अब 40-50 लाख केही होइन भन्ने जस्तो लाग्छ भने चाहिँ भन्न मिल्यो तर यो बाइक चाहिँ अहिले पाइँदैन है त्यही भएर यसको भ्यालु बढी छ क्या अहिले खासमा भन्नुपर्दा मजा आयो टक्क लगाएर हामी चाहिँ बिन्दाबासी नै मिलाइसक्यौँ अब यतातिर धेरै स्पिड चलाउनु हुँदैन किनकि मान्छेको चाप यता धेरै छ अनि मान्छेहरू झ्याममा आइदिनु भने त बर्बाद हुन्छ फेरि यस्तो जेब्रा क्रसिङको बाटो पनि छोडिदिनुपर्छ फेरि त्यही भएर आनन्दले र त्यहाँ यतातिर राम्रो फोटो आएन कि त्यतातिर अलिक चाँडो जानु पाएन पामेतिरबाट अलिक राम्रो आउँछ कि भन्ने आश गरेको छु गरे त्यो भएको कारणले हामी पामेतिर जाने प्लान बनाइसक्यौँ खै खासै केही बोल्नै सकेँ होइन के बोल्ने यो हात चाहिँ दिन्छ डुबेर यसरी राख्नु पऱ्यो हात डेब्रा हातमा अलिक पावर कम भइसक्यो यस्तो अनि मान्छेहरूको रियाक्सन हेर्नु पनि गरे 360 चाहिन्छ त्यसको रियाक्सनको लागि चाहिँ वा
भ्यू हेर्नु कस्तो भयो लाग्यो यहाँतिर चाहिँ बुम 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 पारेर डिस्टर्ब गर्नु त भएन सुरेश म चाहिँ फर्किएँ सुरेश चाहिँ अलिकता गहन त्यहाँ मामाहरू रहेछन् र मामालाई रेस्पेक्ट गरेर चाहिँ म चेकमा गएन किनकि त्यहाँ समातिहाल्नुहुन्छ यो बाइकलाई त अब त्यहाँ डर लाउने क्या अब मामासँग देख्दै डर लाउने रेस्पेक्ट गरेर म फर्किएँ यहाँ अर्को मामालाई फोन त गरिदिनु भएन कुनै सुरेश त सरलाई अगाडि बढिहाल्यो अब म सिधै ग्यारेज जान्छु सुरेशको बाटा नसमात्योन् भनेर या हातै दुख्यो फोटो खिच्दै पनि पाइएन कति लरी यो हरि झन् यो सरकारको गाडीले झन् किन धेरै धुवा फाल्छ र आमामा हेन्डल हेर ल ओ माई गड यो गाडी त बनाए हुन्न र यो त सरकारको होइन र यो गाडी के हो र महानगरको गाडी हेर्नु धुवा बिजुली गाडीको धुवा ल हेर धुवा ल ल धुवा हेर ल ल ल ल ल हिँडे पछि नन स्टप धुवा फाले खायो भने कति पल्युसन गरेको गाडीले भगवान् यो बनाउनु पर्यो यो गाडी बनाउनु पर्यो कसको हो यो मै बनाइदिउँ के अरे ल स्टकको लाने ग्यारेजमा आइपुग्यो बाइक यहाँ राखिदिएको हात दुखेर मर्न लाग्यो म त सकिनँ अनि त्यहाँ एकछिन ट्राफिक ड्राइभर भेट्ने भएको थियो अनि फेरि ट्राफिक ड्राइभरलाई चाहिँ मैले हल्का रेस्पेक्ट गरेर चाहिँ म यताबाट निस्किएको किनकि त्यहाँ यो बाइकमा साउन्डले गर्दै खिचखिच हुन्छ होइन अब त्यही हो अलिक बिग बाइक चढेर हिँड्नु ब्याड आइदियो त्यही हो रेस्पेक्ट गर्नु बरु आफ्नो बाटो लाग्नु होइन सो सबै ट्राफिक ड्राइभरलाई मेरो हृदयदेखि रेस्पेक्ट छ थ्याङ्क यू अनि सुरेश आउँदै खानु उताबाट अनि अब मेरो बाइक लगेर जान्छु सुरेश चाहिँ घर पनि आज फिल्म हेर्न जानु कि भन्ने प्लान थियो अरे लेट्स सी के हुन्छ आज कहाँ गइन्छ म तपाईँलाई भन्ने नै छु यो बाइक चलाएर यो बाइक बाहिर निकालेको त कस्तो हलुको फिल भएको थियो अझै हात दुखेको थियो मलाई मात्र हो कि सबैलाई दुखेर हात कमेन्ट गर्नु त गाइज त्यही भएर होला कि मलाई स्पोर्ट्स बाइक नमनपर्ने नेगेटिभ स्पोर्ट्स ठिक्क लाग्छ किनकि पोजिसन ह्यान्डलको पोजिसन फरक हुन्छ नि त यहाँनिर कुच्चिएको मेरो बाइकको फेरि दामी कुच्चिएको वा काण्डे बस्दै रिसिँदै त कुच्चिएको अरे